लाफिङ खाने हैन त साथीहरू। मैले के अरे उसमा कराईमा चाहिँ प्लेटमाथि हालेर ट्राई गरेँ कि प्लेटै डुब्यो, यो पनि फ्लप भयो। अनि मैले त्यो ट्राई गर्दा त्यो चाहिँ भयो। हजुरहरूले पनि बनाउन थालिरहनु भएको छ नि, त्यो ट्राई गर्दा हुन्छ है। फेरि मैले चाहिँ त्यो भनेको चाहिँ यो हो है। मैले चाहिँ मोमोको भाँडामा एल्युमिनियम फोइल राखेर लाफिङ बनाएँ। अनि त्यसपछि यो लाफिङको झोल बनाएँ। त्यसपछि लाफिङमा लगाउने त्यो ओइलवाला अचार बनाएँ। अनि यो चाहिँ लाफिङ, अहिले चाहिँ म लाफिङ बनाउँदैछु। मेरो एक्सपिरियन्स अनुसार चाहिँ मैले के गल्ती गरेँ भने मैले चाहिँ मेरो आफ्नो रेसिपी केही पनि होइन, टु बी अनेस्ट होइन। मैले चाहिँ युट्युब हेरेर बनाइरहेको थिएँ। मेरो फर्स्ट टाइम थियो। अझै म लाफिङमाथि विश्वासै लागिरहेको छैन मैले लाफिङ बनाएँ भनेर, किनभने म 2 महिनादेखि हेरिरहेको थिएँ लाफिङ कसरी बनाउने भनेर। अनि मसँग चाहिँ मेरो मिस्टेक चाहिँ के भयो भने मैले फर्स्टमा मोमोको भाँडामा प्लेट हालेर गरेँ, त्यो यत्रो सानो बन्यो अनि फुट्यो पनि। अनि मैले चाहिँ त्यसपछि इन्जिनियरिङको दिमाग लगाएँ। त्यसपछि मैले के गरेँ भने मैले चाहिँ मोमोको भाँडामा आखिर त्यो बाफले नै हो होइन हुने चाहिँ। अनि त्यही भएर अब विदेशमा अब नेपालको जस्तो सबै भनेको जस्तो सामान त हुँदैन। अनि मैले त्यही भएर दुईवटा आइडिया लगाएँ। एउटा चाहिँ के भने साइडमा मोमोको भाँडामा एल्युमिनियम फोइल राखेर त्यहाँ लाफिङको हाल्दै झोल हाल्दै, अनि यतापट्टि पनि कराईमा दुईवटा एक्सपेरिमेन्ट गरेँ कि। अनि यतापट्टि कराईमा चाहिँ के अरे प्लेट राखेँ, तर त्यो कराई डुब्यो। मैले फर्स्टमा देखाएको थिएँ नि त्यो डुब्यो। अनि यतापट्टिको एक्सपेरिमेन्ट चाहिँ भयो। त्यसपछि लाफिङ यसरी बन्यो। मैले चाहिँ लाफिङ सर्भ गर्दैछु। मेरो हस्बेन्डलाई चाहिँ खानु पऱ्यो, म झोल हालेर खान्छु भन्नुभयो। अनि मैले त्यही भएर त्यसपछि मेरो एक्सपेरिमेन्ट राइट भएको लाफिङ चाहिँ मैले यसरी दिएँ झोल हालेर खानलाई। म एकदम ह्याप्पी थिएँ। आज हामीलाई बाहिर जानुपर्ने थियो, त्यही भएर मैले त्यति धेरै बनाइनँ लाफिङ चाहिँ। हामीले त्यही बनाएर एक एकवटा खायौँ दुईजनाले। बाइ द वे मैले चाहिँ 2टा खाएँ। यो चाहिँ 2टा लाफिङको क्वान्टिटी चाहिँ। अनि अचार यो झोल एउटा बलमा राखेर हेर्नु मेरो लाफिङ कस्तो राम्रो भएको छ, ट्रान्सप्यारेन्ट भएको छ। त्यसको थिकनेस हेर्नु कति लाइक मैले अरू युट्युबरहरूभन्दा म खतरा भने होइन, तर म खतरा होइन, त्यही पनि लाइक अननोइङली म खतरा भएछु। किनभने मेरो लाफिङको थिकनेस चाहिँ लास्टै पातलो थियो कि। त्यो साइडमा हेर्नु न, अरूको मैले हेर्दा कति मोटो देखेको थिएँ। अब मैले चाहिँ खान थालेँ, खाएँ ल है। बाई बाई। मिठो भएको थियो।